हेलो साथी नमस्कार है। यो यामाहा एफजेड V2 बाइकको हो। यो काउन्टर साफ हो हैन। यो काउन्टर साफ मैले यो चाहिँ यहाँ हेर्नु है सबै फुल इन्जिन खोलेको छु हैन। फुल इन्जिन खोलेको यहाँ हेर्नु सबै सफा गरेछु। यहाँ हेर्नु त्यसमा के भएछ, यो हाम्रो काउन्टर साफ घिसिसकेछ अनि हाम्रो बाइक चलाउँदाखेरि कट 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 चेनबाट आवाज आउँछ। यस्तो नयाँ चाहिँ काउन्टर साफ यो हुँदो रहेछ। यसको हेर्नु है, यसमा यो भरि छ हैन। यसमा आधी यो पातलो पातलो भइसकेछ, यो पुरै खाइसकेछ। हामीले हाफ क्लोज चलायो भने यो चाँडै बिग्रिने सम्भावना हुन्छ। अब यसलाई काउन्टर साफ कसरी फिट गर्छ भन्दाखेरि म देखाउँछु है। यो हाम्रो गियर दाँती हो। यसलाई पहिला यो दाँती हाम्रो यता बस्छ। दाँती फिट भइसक्यो हैन। अब यसमा मैले अर्को दाँती फिटिङ गरेर देखाउँछु है। एउटा यो हाम्रो दाँती हुन्छ हैन। एकछिन, यो हाम्रो दुईटा दाँती फसिसक्यो हैन। यो यसलाई लक गरेर चलाउँछ यो दाँती हैन, गियर चेन्ज गर्दाखेरि। त्यसपछि हाम्रो यो दाँती छ हैन। यसमा चाहिँ भित्र कुनै पनि वासर हुँदैन। यसमा हाम्रो एउटा वासर हुन्छ अनि एउटा यस्तो लक हुन्छ है। हाम्रो यो दाँती लक भइसक्यो हैन। त्यसपछि हाम्रो एउटा यो दाँती हुन्छ। यो दाँती यस्तो हाल्नुपर्छ है। यो दाँतीले के गर्छ, यसलाई लक गरेर गियर लगाउँछ है त। त्यसपछि हाम्रो यसमा एउटा वासर हुन्छ अनि एउटा यस्तो यो बुश पिन हुन्छ है। अनि त्यसपछि हाम्रो यो वासर हो। यो यामाहा एफजेड V2 को गियर बक्स हो हैन, गियर दाँती हो। ल अब यो यसरी बस्छ है। यसरी बस्छ हैन। यसलाई इनपुट साफ्ट भन्छ हैन, आउटपुट साफ्ट भन्छ हैन। यसलाई इनपुट साफ्ट भन्छ है त। यो भित्रै बस्नेले गर्दा यसलाई इनपुट साफ्ट भन्छ। यो पनि दाँती नै हुन्छ। यो फुलै इन्जिन चाहिँ खोलेको मजाले यहाँ सरसफा चाहिँ भइसकेछ है। एकदम हेर्नु कति मजाले धोएछु कि मैले। अब यसको कनेक्टिङ चाहिँ बनाउन दिएछु हैन। अनि पिस्टनहरु बोर हुँदैछ हैन। सबै धोएर राखेछु। अब भएपछि फिटिङ